साथीहरू सेवा नमस्ते म फेरि तपाईँहरूको सामु आइसकेको छु नयाँ दिन नयाँ भ्लग एन्ड भिडियो लिएर आयो हजुरहरू सबैजना सन्चै हुन्छ होला भन्ने आशाका साथ मैले भिडियो स्टार्ट गरेँ है मैले चाहिँ हिजो भिडियो मैले हिजो भिडियो हालेँ अनि आज पनि म भिडियो स्टार्ट गर्न गइरहेको छु अन्तिमसम्म हेरेर माया गरिदिनु होला अनि यो पछाडिको ब्याकग्राउन्ड यस्तै छ साथीहरू माया नगरिदिनु होला मेरो कोठा भनौँ न अनि मैले चाहिँ यहाँनिर खानासाना खाएर पनि नानी सुताएर पनि म चाहिँ अब यहाँ आजको दिन पनि एकदमै चिसो छ अनि म चाहिँ जाँड पकाउनु आँटेको साथीहरू अन्तिमसम्म हेरेर माया गरिदिनु होला गोठाला जानुभएको गोठाला नानी सुताको अब यो जाँड पकाउनु ढलेको होला बैठक के पो श्रम संस्कृति पार्टीको त्यसलाई के भन्छ माटो पनि देउमा होला नि मेरो भ्लगमा आइ भनिदिनु कहाँ जानु बाख्रा गोठाला हिँडेको बाख्रा गोठालामा हिँडेको म चाहिँ जाँड पकाउन आँटेको अब कुन भाँडा पकाउने कुनमा यो धोएर सफा गर्दै गर्छु अनि मम्मी आएपछि भन्नुहुन्छ कुन भाँडा पकाउने भनेर हाम्रो जेठी निमीले नि हँसाउनुहुन्छ साथीहरू आजको मौसम देख्न सक्नुहुन्छ एकदम चिसो चिसो भइरहेको छ अनि म चाहिँ यता छु देख्न सक्नुहुन्छ मेरो जाँड यहाँ उम्लिँदैछ भक्का भक्की अलिक पानी दिएर भएछ कि मैले चाहिँ उगाइदिएको भक्सिन आँटेको छु साथीहरू म चाहिँ आज लुङ्गी लाछु टिकटक बनाउनुलाई है त्यो पनि साथीहरू अब चाहिँ एकछिनपछि उचालेर सेलाउनु पर्ने अनि मर्च हाल्नुपर्ने अहिले चाहिँ म पत्कार सोध्दैछु किनकि हाम्रो कराई कालो भयो कि सेतो पार्नु पऱ्यो अब तातो तातो खरानीले हालेर साथीहरू देख्न सक्नुहुन्छ यो चारो पकाउने ठाउँमा यस्तो कराईलाई चाहिँ म एकछिनमा पिलिक्क टल्काएर देखाउनेछु हात चाहिँ सुरु तपाईँ कहाँ जानु नै ओके
फाइनली मैले चाहिँ यस्तो पारिसकेको छु ओके पानी खानेर आउँछु साथीहरू मैले चाहिँ देख्नुहुन्छ कराई किलिक्क पारिसकेको छु के छिटो आइगयो आज खोइ त्यहाँ थिएर निकाले लगाइदिएको हेरौँ त कति भइसक्यो नि 12 गते यसो 12 गते 7 गते जानेको नसक्नु पर्ने त फोन हेर्दैछु म चाहिँ यहाँ ढुङ्गा छ यहाँ चाहिँ शीतल हुन्छ कि यहाँ खाली बस्न मन लाग्छ मेरो चाहिँ बसिरहेको छ करे मसँग त कालो भयो साथीहरू आज त यस्तै भयो दिन त आज त म चाहिँ यहाँ अब यहाँ पस्काउँदै लाँदैछु किचनमा ओसार्नुकै त्यो हो के साथीहरू अहिले चाहिँ यहाँ जाँड सेलाइसकेको छु साथीहरू सेलाएपछि भरे चिसो चिसो भएपछि चाहिँ मर्चा हाल्नुपर्छ अनि त्यसपछि चाहिँ एउटा बोरामा ढोक्रीमा भयो नि जेमा भयो नि हालेर 2-3 दिनपछि चाहिँ उठ्छ तातो भएर उठ्छ अनि बास्ना आउनु थाल्छ त्यसपछि चाहिँ हामीले बोरामा हाल्नुपर्छ त्यसपछि चाहिँ अनि अलिक दिनपछि खानालाई रेडी हुन्छ साथीहरू कतिजनालाई त थाहै छ तपाईँहरूलाई है कतिजनाले त खानु नि हुन्न होला प्रायः जसो खानुहुन्छ होला धेरैजनाले यो यस्तो बनाएर जाँड मकैको मात्रै पनि हुन्छ कोदोको मात्रै पनि हुन्छ मैले चाहिँ यहाँ मिसाएर बनाएको आज देख्नु पाउँछ मैले यहाँ बेलुकाको लागि दाल पकाउँदैछु साथीहरू त्यही हो आज चाहिँ आजको दिन चाहिँ मेरो यस्तै भयो तपाईँहरूको कस्तो भयो कमेन्टमा भनिदिनु होला भन्दै आजको तपाईँहरूलाई मेरो भिडियो के कस्तो लाग्यो मन पर्यो भने होला अनि कमेन्ट गरिदिनु होला अन्त अगाडि चाहिँ तपाईँहरूले लाइक गरिदिनु होला भन्न चाहन्छु साथीहरू भन्दै बाई बाई।